इन्ट्रो कसले हान्छ सो गाइज वेलकम ब्याक टु माई युट्युब अगेन आज चाहिँ हामी कलेज बङ्क खानेर शिवपुरी ट्रेक हान्न ट्रेक होइन हाइक ट्रेक भटेभर इट इज जे भयो नि हान्न गइरहेछौँ अगाडि दुईजना चाहिँ हाम्रो साथीहरू 4 जना साथीहरू चाहिँ अगाडि गइसके त्यसमा हामी चाहिँ लास्टमा 2 जना जाँदै गरौँ है त अब सुकेदारा निस्केर रिङ रोडबाट गयो भए छोटो पर्छ जस्तो लाग्यो कुन ठाउँ हो यार यो त सही छ त कुन ठाउँ हो यो चाहिँ दामी रहेछ त बौद्धको यतापट्टि छ क्या त्यो मेन बाटो भयो उतापट्टिको सिधा त्यो मेन बाटो अनि यो सब मेडिकल स्टुडेन्टहरू माथि डाँडामा घुम्ने ठाउँ पनि थियो अहिले चाहिँ बन्द गरिसकेको ए यहाँबाट भित्र हो र भित्र त होला नि अभियसली माथि होला कता राखेछौ बाइक माथि नास्ता ल है ल जुम गर त्यो मुख होइन निकाल मार नास्ता खाएर निस्किनु भएको अब पासाङले केही भन्दैछ अब खाजा खाइसकेपछि हामी अब आफ्नो माथि गन्तव्यतिर लागेको कता गन्तव्य चाहिँ रे माथि सुन्दरी जल झर्ना पापा कि परी बिहे गरिदिउँ आगो होला न कति राम्रो देखेँ कि कता अनुहार लिएर रातो भएछ मलाई भनेबाट हेर के अरे बाइक चलाइरहेको छु नि कहाँ जाने हो भने शिवपुरी मैले नयाँ डाँडा सोचिरहेको थिएँ मुलाले कहाँ के अरे झर्ना भन्छ शिवपुरीमा झर्ना कहाँ छ कहाँबाट सुन्दरी जल पुग्यो होइन फरकको बाइक घुमाएको त सिधै त बोक्काहरू आज के अरे डाइरेक्ट जिममा जान्छु म कार्डियो साडा तलाउँदासम्म 5 केजी कम हुन्छ होइन बिचरा अहिलेदेखि रेलिङको सहारा लिइरहेछ सुरु नि हुन पाएको छैन फेरि भारी पनि बोकिरहेछ झरना भाले गराउँदैछ फेरिका ये बोय ओ लभली रे कपाल बिग्रियो नि त कपाल राम्रो आउनु पऱ्यो नि त्यही भयो भने मेन हिरोको त अलि हेर्न लायक त हुनु पऱ्यो नि त गाईको पिला सुनाइदिन्छ यार भ्लगमा के छ कुन ठाउँबाट आउनुभयो तपाईँ मेरो घर खोटाङबाट म उता पोखरामा त्यत्रो 3 महिना मुरा बोकेर यहाँ यस्तो सबै चिरचिरो सबै योहरू एकदम भागेर मैले 5 दिनसम्म पुलिसले गर्दा पनि पत्ता लागेन के भन्दा के माइटे अहिले अरू विदेश जानुलाई मागिरहेको
दार्जिलिङ खाने हाल्ने नि केटाहरू फोटोसुटमा व्यस्त यहाँ पानी परेको छ अब योभन्दा माथि चाहिँ छ कि के त्यो त गएपछि थाहा हुन्छ नि त योभन्दा माथि अर्को माथि ड्याम छ के जाउँ झरना पछि अब हामी ड्यामतर्फ लागिरहेका छौँ प्रस्थान गर्न गइरहेका छौँ ओए 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 पानी 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 पर्यो है साथीहरू पानी केटा हो भाग ल काडियो काडियो आज काडियो सेसन यही हुन्छ ओए के भन्न चाहन्छ यो के हो भाषाङ यसको बारेमा के छ यसको हिस्ट्री के छ जनता जनता चाहन्छ तपाईँ भन्नुहोस् तपाईँ भन्नुहोस् किन नचाहिराख्नु पर्छ तपाईँ किन थाहा हुँदैन तपाईँले तपाईँ जस्तो मान्छे थाहा नहुने कुरा हुन्छ एफएमा 98 बिटीमा 84 हान्ने मान्छे थाहा नहुने कुरै हुँदैन किन हानेको होइन हान्नै पर्छ तपाईँले यो हुन चाहिँ के हो भने नि सत्यको कुरा हो क्या शिवजी र मेरो मिटिङ थियो कहाँ बस्ने भन्दाखेरि त यहाँ बस्ने त्यति भनेपछि मन्दिर बनिहाल्यो ए बस झापाली फर रिजन जय झापा भ्यू है भ्यू 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 ओए आमामा हाम्रो मोडल भनेको बिहे गरिदिउँला बोनस चौचौ पेटभरि खाइदिउँला भन एउटा सायरी जस्तो सायरी ओए त्यो सायरी के थियो त फुल फुल्यो बोटमा पात झऱ्यो रोडमा शिवजीले किस खाए पार्वतीको वाह वाह कमेन्ट गर्छ भने गर उपाध्याय बाहुन हो दुईटा मन्त्र हानेर दमनलाई दिदी दमन बोक्छ ओए ओए उसले नखाइकनै लागिसक्यो त उसले तर भन्ने हो नि काठमाडौँको यो हुन्छ नि हाइकिङ ट्रेलहरू यस्तो उकालो छ नि रङमध्ये डाइरेक्ट ठाडै उकालो छ कि हो नि यार यु क्यान डु इट फर अस ये क्या है लंबा वाला छोटा वाला पतला वाला पतला वाला कार्लो मोटा वाला सलामाना बकवास वाला त बज्ने रहेछ बसिन कसले सक्नु हो न्यू ब्लगिङ स्टाइल सिनेम्याटिक छ नमस्कार म भाग्य देउपाने पानी पर्यो छाता छैन वाह 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 भगवती कहाँ छ जाम्बरु भयो होइन जाओस् जाओस् ल जाओस् एउटा चाहिँ जाओस् हुनै पर्छ पानी पर्यो छाता छैन पानी पर्यो छाता छैन छातावालीसँग नाता छैन वाह वाह 100 रुपियाँ खेर जान्छ त्यही त यार असुली गर्नु पर्यो जान्छ पानीमा भिज्दै 100 रुपियाँ असुल गर्न पानीमा भिजेर ओए रेलगाडी टुक 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 रेलगाडी टुक 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 अब 100 रुपियाँ असुल हुन्छ हाम्रो अब चाहिँ फाइनली छाता के भयो
ओए जाने हो र कस्तो जो एक्साइट भएको यार दमनमा पानीमा भिज्नुलाई जाने हो लास्ट हो यार राम्रो डबल नगर न हान्थ्यो दिएन है छाला दिएन उसले ओए क्या खतरनाक पानी परेको ए धानकै बाला झुलाउला मायाले कुदाउला भैया चप 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 भैया चप 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 भैया चप 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 पानी बन्द होला जस्तो लागेन हामी यतिकै निस्केको गाई जानेहरू गाई जाने हो तलतिर जाने हो चोकतिर जाने हो अब चोकतिर जाने हो छुआ तूने मेरे दिल को आग लगा दी वे मैंने तुझको क्या हाल बना दी वे सैया ने सैया ने सैया ने सैया ने जोला ग्याङ म्याचेस बेबी तिमी बिहा बिच म चाहिँ घुसेको कुकुर मैले ठोकेँ भने बेबी हुन्छ तिमीलाई ऱ्याबिज ए ए अब यस्तै हो साथीहरू पानी 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 चारैतिर पानी पानी अब हामी निस्केको घरतिर आई होप क्यामेरा नबिजेको होस् बाँकी त्यस्तै बाल भएन मान्छे भिजे नि बाल भएन दाइ के छ ठिक छ दाइ पानी पानी हो दाइ केही छैन दाइ जवानीमा यतिको जाडो त सहनुपर्छ बाघ आयो बाघ बाघ कान्छ बाघ राइट हम लोग फंस चुके हैं गाइज ये कहाँ फंस गए हम लोग हाँ गाइज पासाङलाई मान्छे भन्दा लुगा भारी भइसकेको छ अहिले हिन्दी स्टाइलमा पानीले भिजेर सुन्दरी जल बेस क्याम्प त्यही त सुन्दरी जल झर्ना बेस क्याम्प नुहाउनका लागि सुन्दरी जल आइएको थियो अलि सावर लगियो सुन्दरी जलको पानी आएर नुहाउँछ हामी चाहिँ नुहाउन सुन्दरी जल आउँछ ओ जाडो पो भयो त यार जाडो भइरह नि अहिले त जाडो लगाए जब चाहिँ हामी घरतिर लागेको थ्याङ्क यू सो मच फर वाचिङ सी यु गाइज अनटिल नेक्स्ट वान बाइ बाइ टेक केयर